हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि ठिकै छ। जापानको बसाइ चाहिँ राम्रो भइरहेछ भनौँ न, किनकि मौसम चाहिँ नेपालको जस्तै जस्तै छ। यहाँको पानी परिरहेछ के, रातिदेखि पानी परेको। पानी चाहिँ अलि धेरै नै पर्ने रहेछ। मौसम चाहिँ ट्याक्क छ। हामी बुटुलमा अलि गर्मी भइसकेको थियो, यति बेला यहाँ चाहिँ चिसो चिसो छ। दिउँसोमा घाम लाग्यो भने त गर्मी नै हुन्छ, तर बिहान साँझ चाहिँ हावा एकदमै लाग्ने रहेछ। अनि अर्को कुरा, यहाँको मलाई एकदम अस्ति म रुममा बसिरहेको थिएँ कि रुममा मेरो इन्डक्सन बिग्रिएको थियो र मैले रुम लिने कम्पनीलाई चाहिँ मेरो इन्डक्सन बिग्रेछ, यो मान्छे पठाइदिनुहोस् भनेको। 28 अप्रिलमा 11:30 बजीतिर मान्छे पठाइदिन्छु, रुममा एभाइलेबल हुनु होला भनेर मेल आयो। त्यसपछि म 11:30 बजीतिर रुममै थिएँ। 11:30 बजीतिर ठ्याक्कै 11:30 मा मेरो रुमको बेल बज्यो क्या। टाइमको यति भ्यालु छ कि 11:30 भनेको 11:30 मै आयो बनाइदियो। तर इन्डक्सन बिग्रिएर हिँड्छ। मैले नेपालबाट ल्याएको त्यो जुन कुकर थियो, त्यो इन्डक्सन बेस नै थियो, तर यहाँको इन्डक्सन चुलोमा चाहिँ हेभी भयो, यो चल्दैन भन्यो। इन्डक्सन बिग्रेको रहन्छ। त्यसपछि आइएस मार्कवाला एउटा कुकर किन्नुहोस्, त्यो चाहिँ चल्छ भन्दै थियो यहीँको जापानिजको मान्छेले। त्यस टाइमको भ्यालु भयो, खुसी लाग्यो। त्यो जुन टाइममा भनेको त्यो टाइममा आयो। 11:30 भनेको 11:30 मै आयो। अहिले चाहिँ म साथीकोमा जाँदैछु, विशालकोमा। त्यहाँ कपाल काटिदिने भनेर केटाहरू खाली रहेछ। ल आउनु त, ड्युटी जान छ अहिले, कपाल सपाल काटिदिउँ नि त भन्थ्यो। अब यहाँ कपाल काटेको त 1500-2000 लाग्छ। एटलिस्ट कपाल काट्न चाहिँ आउँछ नि त। त्यही भएर साथीको रुममा जाँदैछु, कपाल काट्ने, उनको कपाल काटिदिन्छु। अनि थोरै सामान किन्न छ। यहाँ त प्याज आलु त किन्न सकिने हुन्छ, महँगो, लास्टै महँगो। त्यही भएर उनले चिनेको पसल छ अरे, कति 10 केजी पाउँछ, सस्तोमै पाउँछ भन्दै थिए। 10 केजी किन्ने, आधा गरमला भनेर अहिले प्याज र आलु किन्न पनि टाढा जाँदैछु। यहाँबाट मेरो रुमदेखि स्टेसन पुग्न चाहिँ 10 मिनट लाग्छ भनौँ न। मेरो भिडियोहरू तपाईँहरूलाई कस्तो लागिरहेछ भनिदिनु होला। मलाई नयाँ नयाँ लागेको चिजहरू देखाउने कोसिस गर्छु मैले सकेसम्म। के हुन्छ जापानमा, नयाँ भिडियोहरू के भन्छ त, के छ त आफूलाई नौलो लागेको। नेपालमा एकदम ठुलो, जापानमा नौलो लागेको कुरा चाहिँ के छ, त्यो कुराहरू म देखाउँदै जान्छु। हस्।